एसई र प्लस टू दिएर ब्रिज कोर्स वा इन्ट्रान्स पढ्ने सोचमा हुनुहुन्छ? पख्नुहोस्। बालयन सरकारले भर्खर एउटा यस्तो निर्णय गरेको छ जसले विद्यार्थी र शैक्षिक संस्थाहरू दुवैलाई ठूलो झड्का दिएको छ। सरकारले प्रवेश परीक्षा र ब्रिज कोर्स सिकाउने सम्पूर्ण कक्षाहरू एक्कासी खारेज गरिदिएको छ। एकातिर विद्यार्थी र अभिभावकलाई वर्षौंदेखि लुटिरहेको शैक्षिक माफिया र सिन्डिकेट तोड्न यो कदमलाई एउटा मास्टर स्ट्रोक मानिएको छ। यसको अर्को पाटो निकै डरलाग्दो पनि छ। राज्यलाई कर तिरेर नियमभित्र बसेर हजारौंलाई रोजगारी दिइरहेको इन्स्टिच्युटहरू रातारात बन्द हुँदा निजी क्षेत्रका लगानी सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। शिक्षामा व्यापार रोक्नु एकदमै सही हो, तर धानको चामल गर्दा बिहा पनि सँगसँगै पिसिने भने चाहिँ राम्रो काम गरिरहेको वैधानिक संस्थाहरूलाई पनि एउटै डालोमा हालेर सडकमा पुर्याउनु कति न्यायोचित हो? अब प्रश्न उठ्छ, के ब्रिज कोर्स खारेज गर्ने यो एक्सनले साँच्चै विद्यार्थी र अभिभावकलाई राहत देला कि यो बिना विकल्प र पूर्व तयारी चालिएको सरकारको हतारको कदम हो? सरकारको यो कडा निर्णय सुशासन हो कि अतिवाद? आफ्नो लजिक कमेन्टमा ठोक्नुहोस् र एसई वा प्लस टू दिएर बसेका हरेक विद्यार्थी र अभिभावकसम्म यो भिडियो सेयर गर्नुहोस्।